गाइज म चाहिँ आज हिँडिसकेँ। हामी चाहिँ ट्रेकिङ हिँडेको पोखराबाट भर्खरै गाउँको लागि निस्क्यौँ। यहाँ चाहिँ अनिस अलरेडी देखिएन नि। अनिस सचिन हाई भन्दैन, ड्राइभर अङ्कल यता हाई भन्दैन न। अब चाहिँ हामी यहाँबाट चाहिँ काउखोला निस्केर अनि त्यहाँबाट गाडी चढ्दा चाहिँ बस चढ्दा चाहिँ सिक्रेस जाने हो। अनि त्यही भेटौँ है त ल। हेलो, अब चाहिँ हामी चाहिँ यो सिक्रेसबाट चाहिँ हिँडेको अवस्था छ कापुचेको लागि। यहाँ चाहिँ हाम्रो केटाहरू छन्। शिशिर अनिस र हेलो भन्दैन केटा। ल हेलो 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 विमल दोस्त। यहाँ चाहिँ अब बाटो चाहिँ थाहा छैन, रुटी रहन्छ म्यापमा। सधैँ सधैँ हो जाने चाहिँ। यो चाहिँ हामी अहिले सिक्लेसको यो हिँड्दैछौँ केटाहरू। चाहिँ के भन्छ अरे कापुचेको रुट चाहिँ लाग्यो सिक्लेस पनि कट्यो। अहिले चाहिँ कापुचेको चाहिँ ओह्रालो थियो सलक्क झरेर अनि उकालो लाग्दैन। अब 6 घन्टा लाउँछ अरे कापुचे पुग्न चाहिँ। अनि हाम्रो हुगु चाहिँ 4.4 घन्टा 4.5 घन्टा चाहिँ हुगु पुग्न लाग्दो रहेछ। आज कापुचे पुगौँ भन्ने चाहिँ सोच हो। हाम्रो केटाहरू चाहिँ हिँडेछन् अगाडि। सचिन भाइ, विमल, अनिस अगाडि छन्, शिशिर, सुवर्ण। यो चाहिँ ठाउँ चाहिँ राम्रै हो। छेची सबैले गाह्रो छ, गाह्रो हुने रहेछ। मेरो नि फर्स्ट टाइम एक्सपिरियन्स हो। सुकेको होला बर्खातिर लाउने होला यो चाहिँ। पसिना निक्लिनु सुरु भइसक्यो। सनस्क्रिन लाग्यो, बिस्तारै बिस्तारै चिलाउँछ। गाह्रो छ बिस्तारै बिस्तारै। उकालो चाहिँ ठाडै उकालो कि ठाडै ओह्रालो। खुट्टा चाहिँ आज बेलुका चाहिँ हाउडै हुन्छ जस। के भन्छन् अघि खुट्टाको पिसिस निस्किने भयो। हाइट अच्छा अनिस हिँड्दै हो हाम्रो। टक्क अनिसले गाइड हान्दाखान् मस्त। बिस्तारै बिस्तारै पुगिन्छ क्या। अझ 5 घन्टा हो हिँडिन्छ। उहाँ तल गएपछि त्यो खोला थिम गएपछि 400 बाटो हुँदो रहेछ। त्यहाँबाट हुगु अनि हजुर हिमालले अघि बादल ल्याएको थियो। अनि बादल खुलेका त खतरा भएको देखि नि हिमाल त। अनि के भन्दै भन्दा हुगु पुगेपछि चाहिँ 1.5 घन्टा लगभग 2 घन्टा भनौँ। 2 घन्टा पछि चाहिँ नि हामी चाहिँ कापुचे पुगिन्छ। के अरे अच्छा हमको सिखा रिया है। हजुर सो हेलो गाइज, हामी चाहिँ आइयो के भन्छ अरे हुगु आइयो। हाम्रो चाहिँ 4-5 घन्टाकै ट्रेक भयो। लगभग 4-5 घन्टा 3-4 घन्टाको भयो। 3 घन्टाको चाहिँ ट्रेक भयो। 3-4 घन्टा। 1 बजे हिँडेको 5 बजे चाहिँ लगभग पुग्यो यहाँ चाहिँ। रिलिफ चाहिँ यस्तो रिलिफ भयो नि, यस्तो रिलिफ भयो नि। रिलिफ त यो चाहिँ अब चाहिँ कापुचेको लागि निस्किनु पर्छ। केटाहरू चाहिँ यहाँ छन्। केटाहरू गयो है हाई हाई गाइज हाई। शिशिर दादा पोस्ट गर्ने हिँड्ने कि। यहाँ चाहिँ हाम्रो अब
यो यो सनितेशको चाहिँ फेदमा रहेछ कि कापु चाहिँ त्यही हामी पुग्नुपर्ने हुन्छ किटे राख्छु दिनु होला चढ्दा उकालो त यस्तो उकालो लास्टै गलियो कि हामी त यार छा अनिस कस्तो फिल भयो गुड विथ चिया। चाय ला यार किरा पऱ्यो यार दामी किरा उडेर खानु महँगो चाहिँ आयो क्या नफाले यार किरा त फाल्नु पर्यो कि चिया नफाले महँगै त होला नि जतिको भयो नि शिशिर आफ्नो फिलिङ व्यक्त गर नि त ल कस्तो भयो आई एम फिलिङ एक्साइटेड त तालु देखेर बिल्ला भयो कि तिमी बुढा जस्तो देखियो यार बुढो म म्याच्योर मान्छे शिशिर हाम्रो बिमल जस्तै 15 मिनट अघि नआएको नि हामी चाहिँ सचिनहरूसित हिँड्दा हिँड्दै लोतारियो यस्तै हो कि तिमीहरू नकुदा जति पुग्छ अब लगातार 2 घन्टा अपिलर हाम्रो हिँडाइले चाहिँ 3-4 घन्टा 3-3.5 घन्टा लाग्छ 4 घन्टा त 10 बज्छ रात चाहिँ पर्ने भयो लगभग यस्तो गर सोधौँ कतिको सेफ छ सेफै होला नि अब त्यसमा यहाँ चाहिँ सानो कटेज रहेछ यहाँ चाहिँ भित्र किचन सिचन अनि भित्र बस्ने ठाउँ पनि रहेछ खाना खाने होला सायद यता चाहिँ रुमहरू भयो रुमहरू पनि राम्रो राम्रो हो भनौँ हामी चाहिँ जङ्गलको बाटो हिँड्छौँ अँधेरो भइसक्यो 7 बजे अब कापुचे चाहिँ अब 15-20-25 मिनटमा होला है आधी घन्टामा कापुचे आउँछ हाम्रो केटाहरू यहाँ हिँडे हजुर अनिस हेलो गाइस हेलो गरिसक्यो गाइजहरू यहाँ हिँडे यस गाह्रै भयो यार हैट, बाटो चाहिँ वाइल्डै गाह्रो रहेछ कहाँ फालेको थियो नि त्यो के ऱ्याङ्कल मेरो त्यो पछाडि जङ्गल चाहिँ वाइल्डै डराउने हो यार सोलो हाइक चाहिँ कोही पनि नआउनु होला मेरो रिकमेन्डेसन आउने भए पनि वेट गरी आउने भए पनि उज्यालोमा टक्क 4-5 घन्टाको तिम्रो ब्यागको रोड फिक्स गरेर होइन र त्यहाँको त छ त्यहाँको छ के भएर वे त्यहाँको त छ होइन म त यही होला जस्तो लागिसक्यो त्यहाँ छ अब त पुगिन्छ हामी काबु चाहिँ अनि त्यहाँ गएर भ्लग बनाउँछु भोलि बिहान सो हेलो आज चाहिँ हाम्रो पहिलो दिन भन्दा नि दोस्रो दिन चाहिँ हामी चाहिँ आज उठेर चाहिँ यता हाम्रो कापुजी लेक आएछौँ कापुजी लेक भ्यू देखाऊँ भ्यू चाहिँ वाइल्डै दाम भ्यू चाहिँ यस्तो छ भ्यू चाहिँ हाम्रो माथि चाहिँ हिमाल अनि यहाँबाट चाहिँ माथिबाट पानी खस्छ र यहाँ तल आउँदो रहेछ अनि यो लेक बनेको रहेछ यस्तो छ घाम लाउँला अनि केटाहरू छन् फोटोसट लान हाम्रो केटाहरू वहाँ बल्ल हानेर बल्ल हान्ती सिसिएर यहाँ फोटो खिच्दै छन् राम्रै खिच्योस् हजुर ओके कापु चाहिँ अब चाहिँ होमस्टे गएर चिया खाएर निस्किनुपर्छ कोरीको लागि चट्ट आज फेरि 10 घन्टा हिँड्नु 10 घन्टा 8 घन्टा हामीलाई लाउने 10 घन्टै हो हेलो गाइज हामी चाहिँ हजुर हामी चाहिँ कापुचेबाट चाहिँ बिहान घुमेर ब्रेकफास्टहरू गरेर निस्क्यौँ अब हामी कोरीतिर लाग्नुपर्छ कोरी पुग्न अझै कति घन्टा 8 घन्टा चाहिँ लाग्छ अरे 5 घन्टा हिँडेपछि खाना खाने ठाउँमा आउँछ त्यसपछि 4.5 घन्टा होइन 4.5 घन्टै भनौँ 4.5 घन्टा कि 3 घन्टा हो क्या
त्यसपछि कोरी आउँछ आजको सकेसम्मको प्लान चाहिँ सनसेट हेर्ने भन्ने हो सनसेट माथि कोरी माथि गएर सनसेट हेर्ने भन्ने नत्र त हिँड्न सकिएन भने त्यही भुइँच जस्तै हुन्छ हालत हिजो राति नै हिँड्ने हो राइट बाली नेटै नटिप्ने कि घाम लासी मात्र बल्ल सोलरको उलासी मात्र के भन्छ अरे वाइफाई टिपेको थियो अनि पावर पनि नपुग्ने सोलरमा घाम परेपछि बल्ल चार्ज पनि राख्यो अलिअलि अहिले चाहिँ हिजोको बाटो बल्ल राम्रोसित देख्न पाइयो अगाडि अनिस हिँडे अनिस हेलो चिज सिसे छन् विमल दस खै अगाडि विमल लिहन् अगाडि सचिन अनि अर्को सुवर्णा गइसक्यो अगाडि ठाडे ओह्रालो छ कि अब तलसम्म त त्यो कोरी जाने पुलसम्म त मुझे अपने घर जाना है मुझे घर जाना कोरीको उकालो ठाडे उकालो रहेछ यार छि गाह्रो भयो सर्रक्कै ठाडो उकालो के सिँढी त यता सिँढी त रहेछ जङ्गल जस्तो पछाडि चाहिँ मान्छे आछन् 5 जना सचिन शिशिर अनिस अघि हिँडान् अनिसहरू म यहाँ छु अनि हाम्रो सुवर्ण र विमल चाहिँ पछि नै लास्ट तल लान्थ्यो त केटाहरू सकेन जस्तो भयो सम्म बाटोमा त चिरिनुपर्छ अलि टाइममा पुग्ने जस्तो गाह्रो मजा नि फेरि खतरा मजा त फेरि मजा हैट लिन्छ कि 3-4 बजीसम्म त ठाडे उकालो हो क्या भाइ साला ये दुख का खत्म नहीं होता बे सचिन अघि नै ठाडे उकालो उड्नुपर्छ चट्याङ गऱ्यो होला यार यति ठाउँमा त के आगो लाउँछु चट्याङ गरेर भाकालै सो हेलो गाइज हामी चाहिँ हिजो बेलुका कति बजे हामी कापुचेबाट 8 बजे निस्केको 5 घन्टामा चाहिँ माथि खाना खाने ठाउँमा पुग्यो नुता हो कि के भन्ने ठाउँमा अनि त्यसपछि चाहिँ 3.5 घन्टामा चाहिँ कापुचे होइन कोरी आइपुग्यौँ आउन चाहिँ धौधो नै भयो बेलुका भिडियो बनाउनै पाइएन लास्टै थाकिएको थियो मोबाइलमा चार्ज थिएन यस कोरी चाहिँ राम्रै हो स्यास्या होइन कि तर हावा पातल हुँदो रहेछ जस्तो ठाउँमा 3800 मिटर हाइटको 3850 हो क्या सायद समथिङ त्यतिको हाइटमा छ यो कोरी अनि हिमालहरू जस्तो मस्त देखिँदो रहेछ वाओ ब्युटिफुल त्यो माछा पस्यो आई थिङ्क अनि बसेको होटल चाहिँ उयो हो हाम्रो के भन्छ अरे होटल आइसफल अनि यता चाहिँ अर्को होमस्टे छ उता छेउको चाहिँ होटल नमस्ते होटल हो क्या हाम्रो केटाहरू माथि छन् अनिस शिशिर सचिनहरू पछाडि आउँदैछन् भ्यू चाहिँ अति नै दामी हो जाडो फेरि यस्तो जाडो है बेलुका कम्मल छोड्यो भने त चिसो भइहाल्ने
बेलुका रमाइलो भयो सिक्लिसको के अरे गुरुङनी आमाहरू आउनुभएको थियो नाच्यो बसियो खाइयो खाना पनि राम्रो मिठै थियो हस्पिटालिटी नै राम्रै भन्नुपर्छ थाक्यो म त हिँड्दै हो ल अब चाहिँ हाम्रो चाहिँ ट्रेक के अरे कोरीको ट्रेक चाहिँ सक्यो फर्किन लाग्यो अब बिस्तारै भ्यू ब्युटिफुल थियो भ्यू चाहिँ हिमाल पनि हेरियो अन्नपूर्ण हो क्या अन्नपूर्ण नै होला होइन अन्नपूर्ण नै हो लालीगुराँस चाहिँ यहाँ अति नै दामी छ तल फेरि पहेँलो फुल अनिस कस्तो भयो यात्रा बेस्ट वान अफ द बेस्ट ट्रेकिङ यस वान अफ द बेस्ट होइन फर्स्ट टाइम बेस्ट भन न फर्स्ट एन्ड बेस्ट फर्स्ट एन्ड बेस्ट होइन त्यस्तो त हुन्न गइन्छ अब तर सबै सेतो लालीगुराँस चाहिँ फल्दो रहेछ कि यहाँ त्यही छ सेतो र पिङ्क अलिक युनिक भनेको हाम्रो पूर्णिमा चाहिँ सबै रातमा नै फल्ने भएर ऊ देख्नु भयो तर यहाँ चाहिँ सेतो र पिङ्क मिक्स त्यो सेतो एउटै लालीगुराँसमा पनि के अरे सेतो र पिङ्क चाहिँ मिक्स हुने के दुइटै त्यस्तो चाहिँ हुँदैछ अनि कस्तो गर्मी भएको थियो अहिले हुस्सो लाएर यस्तो जाडो भयो यो मङ्की क्याबबाट हिँड्नु पऱ्यो फुल अनिसको एस्थेटिक पोज बाटो चाहिँ यस्तो छ सुशील दोस्त आउँदैछन् सुशील Today heading towards Sikles. हाउ इज द्याट ट्रेकिङ Trekking was amazing, absolutely great, and my body is still supporting me. यस My mind is still working. बट Leg is little bit nervous. लेगमा चाहिँ कैँडा लगाएको है आज बल्ल यार झर्दाखेरि फेरि हल्का हल्का दुख्यो जस्तो भयो कि ठाडै ओह्रालो हो के भने के अरे तास है के अरे नि त्यहाँसम्म जाने अनि त्यहाँबाट खाना खाने यसो खाना खाएर अनि फेरि उकालो 2 घन्टा केटाहरू चाहिँ अगाडि गाइज फेरि आइसक्यो भने हामी चाहिँ हिजो बेलुका कोरीबाट झर्दै थियौँ कि हिजो बेलुका 5:30 बजेतिर चाहिँ यता सिक्लेस आइपुगेको थियौँ अनि केटाहरू नि हिँड्न सकेन केटाहरू नि यहीँ बसौँ सिक्लेसतिरै बसौँ भने अनि बेलुका चाहिँ सिक्लेसतिरै बस्यो अब अहिले चाहिँ बिहान चाहिँ माथि हिँडेको अब फाट रहेछ पार्क रहेछ खतरा भ्यू देखिँदो रहेछ त्यहाँ त्यही हिँडेछौँ भ्यू चाहिँ यस्तो छ ऊ त्यो माथिको त्यो पारेको गाउँ चाहिँ ताङदिङ भन्दो रहेछ त्यो गाउँमा पनि जानुपर्छ एकचोटि एउटै ट्रिपमा टापुचे कोरी हुगु अनि सिक्लेस चाहिँ बसेर एक्सपिरियन्स गरियो जस गाइज सिक्लेसबाट फर्किन लाग्यो माथि घुमियो खाजा खाइयो घुम्यो रमाइलो भयो 3 दिनको ट्रेक आज 4थो दिन अब हामी लाग्ने यो बस पार्कबाट टुक्क लाएर यस्तो छ 3 दिनको ट्रेक कम्प्लिटेड गाह्रो भयो रमाइलो भयो मजा आयो अब अर्को ट्रेक नि हिँड्नुपर्छ छिटै केटासित रमाइलो भयो थाक्यो खुट्टा उस्तै दुख्या नि आज गरम मसा तेल लगाएर मस्त मिच्नुपर्छ अनिस केही देऊ न कन्क्लुजन Everything good, little bit leg hurting, Yes. nasa tanging, यस order going, tara everything is good, feeling good, happy sharir, happy mutu, happy dimag. कस्तो भयो ट्रेक Bawale bhayo yaar, first and good. फर्स्ट एन्ड गुड हो कि हामी फेरि हाम्रो है फर्स्ट पनि भयो बेस्ट पनि भयो लङ पनि भयो फर्स्ट टाइममै त्यत्रो हान्यो अब छोटो ट्रेक त राम्ररी सकिन्छ पनि अब चाहिँ हामी चाहिँ निस्केको ल खत्म बाय बाय टाटा गुड बाय गया